Hello everyone, welcome back to the new episode. New episode with the new game. New game भन्दा पनि आजको चाहिँ फुटबल गेम गरिरहेछ हामीले. यहाँ देख्न सक्नुहुन्छ हाम्रो निशानलाई. उसको टिमले अघि गेम जितेको थियो. फाइनल नि जित्ला जस्तो. फाइनल ढुक्का हुने यार. ढुक्का भनिरहेको अब लेट्स सी के हुन्छ. हामी चाहिँ आज अर्गनाइजरको रूपमा बसिरहेछ हैन र. हामी भन्नाले म बसिरहेछु मेरो प्लेयरहरु. ठीक हो यसले त रोबोट हाल्छ. राम्रो खेलिरहेछन् सबैले आफ्नो झन्डै फर्स्ट सर्ट नै हानिरहेको चाहिँ अहिले चाहिँ कोच चेन्ज भइसकेको छ चप्पल लाएर हान्छ हेरै मुलायो खतरा खेल्दैछ यिनीहरूले अहिले चाहिँ अब यहाँनिरबाट चाहिँ हामी जानुपर्ने हुन्छ बस्नुपर्तिर सेकेन्ड भयो एउटा स्निकर्स किन्छु मैले आज निशान जाने नजाने त मसँग ब्रेक हुन्छ होला नि यो पछि हैन जान्ने यार मलाई निशानलाई अहिले चाहिँ टेन्सनको माहौल छ हैन केटाहरु सबैले आफ्नो बेस्ट दिएर राम्रो खेलिरहेछन् खेल्न चाहिँ तर अब जित्ने एउटाले मात्र हो यहाँनिर ठिकै छ हेर्न सक्नुहुन्छ ओला केटाहरू राम्रो खेलिरहेछन् हाम्रो किपर पुरा यस काम भने बस्ने यताउता हल्लिने मात्र हो बलै आउँदैन यतापट्टि त्यही अब हाम्रो फाइनल गेम भइरहेको दुईवटा आफ्नै टिमको गेम भइहाल्यो त्यही हो त फाइनल गेममा जसले जित्ने आफ्नै हो बाल्यो भने त हो एउटा आयोजक टिम र हाम्रो टिम छ दुईवटा टिम भइहाल्यो दुईटै हाम्रो टिम भयो अरे जसले जित्यो नि जितोस् हाम्रै टिम हो दुईटै राम्रो खेल्नु बेस्ट अफ लक सबैजनाले नरी नि खेल्न आइरहेको हो चाहिँ यहाँनिर ओ निशान हाउ आर यु फिलिङ यहाँ फेरि काले लाइक सेयर सब्सक्राइब सबैले गरिदिनु होला त्यही भन्दै म बल खेल्न जान्छु अनि म चाहिँ सुमनको हाम्रो टिम देख्न सक्नुहुन्छ हाम्रो फाइनल म्याच 0-0 भइरहेको हाफसम्म देख्न सक्नुहुन्छ साइमनलाई अब पेनाल्टीमा सकिन्छ होला सायद गेम चाहिँ दिस इज फाइनल म्याच एन्ड फाइनल म्याच हुँदैछ 0-0 मै छ अझै कस्तो मिठो भेटेछ निशानले क्या मिठो भेट्यो चाहिँ एकजना प्लेयर घाइदियो नि भएको तपाईँ चाहिँ राम्ररी फुटबल खेल्नु होला चलाउनु सक्नु हाम्रो रेफ्री यहाँनिर रेफ्रीले के डिसिजन गर्छ झगडै पर्ला जस्तो हुन्छ यहाँनिर चाहिँ खेल्दाखेरि घाइते पनि भयो तपाईँलाई कस्तो लागिरहेको आजको रेफ्री बन्न पाउँदा सुलुकजी जनता जान्न चाहन्छन् रेफ्री त बन्ने अब भोक लागिछ खाना दिँदैन रेफ्रीलाई चाहिँ अहिले आयोजकको पसललाई यहाँ एउटा आयोजकको चाहिँ पसल छ यहाँनिर त्यसको पसललाई पार्टी हाल्नु पनि हुन्छ आज ट्याक्क लाएर त्यसो खुसी उहाँ भोक लगाएर उहाँको कसैले डिसिजन नै मान्न सकेका छैनन् यहाँनिर रेफ्रीको कामै छैन त्यही हो राम्ररी खेल्नलाई यहाँनिर घाइते पनि भयो त्यो हातै चलाउन सकेन अरे त्यही हो ल अनि अब चाहिँ हामी यहाँबाट बस्नु गएर जान्छौँ त्यहाँनिर एउटा जुत्ता किन्छु म त्यहाँबाट फेरि फर्केर आउँदा आज पनि बेलुकै हुन्छ होला 2 बजिसक्यो हाम्रो अब म्याच चाहिँ पेनल्टीमा पुगिसक्यो जितोस् भनेर लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् मलाई जित्नलाई मे जितुंगा रे कर दे रे मेरे को पावर मिलता है रे त्यही हो अनि हाम्रो स्कुल यतातिर हो यो चाहिँ हाम्रो मिस्टर टाइप ग्राउन्ड हो हेर्नु त्यही हो है त ल साथीहरू अब गेम सकिने बित्तिकै गइहालिन्छ हामी घुम्नलाई ल केटाहरूले कतिको हान्छन् हेरौँ है लेट्स सी सक्नुहुन्छ त्यहाँनिर रोशन टेन्सनमा बसिरहेको टाउको समातेर बसिरहेको त्यहाँनिर टेन्सन भइसक्यो यसलाई मलाई गेम हारियो भने त्यही हो त ल फेरि हेरौँ ल जित्यो यिनीहरू गेम सकाएर आइसकेको छ गेम पनि हामीले जित्यो आयोजक टिमले नै जित्यो टिममा सरी सबै लगाएर केही फरक पर्दैन नि भाले त्यही हो त्यहाँ पछाडि केटाहरू आउँदैछन् स्विमिङ जान्छु भन्दै थियो त्यही हो अब ट्याक्क लगाएर गइन्छ हामी जुत्ता किनेर आउँछौँ म चाहिँ बस आइसकेको हामी चाहिँ जानुपर्ने हुन्छ बसमा यतिको सर उतापट्टि गएर नर्तल कस्तो लागिरहेको जितेर यता एकदम बवाल म्याच पनि खत्रै भयो आजको
त्यही त साथीहरू सोमे छिराइज न त्यतिनीहरू केटाहरूले बसेर रोकेर राखेको छ अब चाँडो चाँडो आउँछन् अनि हामी उनीहरू रिभिन एक्सपिरियन्स जान्छौँ हामी चाहिँ त्यहाँबाट छुट्टिनु पर्ने हुन्छ निशान त नि जाने हो हामी आइसकेको छौँ सानोसिङतिर यो म पनि जाने भइसकेको छु दिवेशहरू चाहिँ अगाडि गाडीमा हामी यस्तो पछाडि गाडीमा आइसकेका छौँ अब जता किनेर फर्किन्छौँ हामी ट्याक्क लगाएर बेलुकै हुन्छ होला भोलि पनि लिएर आउनु त्यहाँबाट यो गाइज हामी चाहिँ बसमा आउँदै थियौँ साह्रै अनि बोले नङ्गतार कुकुरी के दाल गर्दन के पार अनि कक्क के साल बोरा में क्या करके सीधे हुई पार सिस्टम मिला के अनि यादव सरकार सुतिरहेको भागहरूलाई चर्चर नदे केटाहरू आफ्नो बोली चल्छ छरे अनि नाम मेरो राम छिटो पैसा पाएपछि अर्को पसल रातो राती फुलले चाहिँ साँझमा तिमी फुलले उठले जिला छमा त्यो साथीहरू देख्न सक्नुहुन्छ जता किनेर आइसक्यो अब देख्न सक्नुहुन्छ जानुपर्ने अलग छ होइन अब यहाँबाट चाहिँ हामी लोगनखाली जान्छौँ लोगनखाली गएर म लिएर आउँछु मेरो हुडी छ त्यहाँनिर म गइसकेको छु कलिनाइकन देख्न सक्नुहुन्छ साथीलाई अझ आनन्द भएको आएर खाजा खाएर सन्दैछ भाइ छिटो 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 ल दिएन यहाँ सेट भयो नि ल सेट झन् कस्तो खतरा खतरा खोल्छ समयले त ठिकै छ ल अब हामी जानुपर्ने हुन्छ घरतिर आजको भ्लग यतातिर इन्डियामा दुइटा सिट सडा बोकेर ट्याक्क लगाएर सपिङ थ्याङ्क्स फर वाचिङ लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला सकेसम्म आउने रहेछ राम्रोसँग बस्नु होला यति नै बाई